सुदनले भने जनताले चाहे प्रधानमन्त्री बन्छु, पुराना दललाई चुनाव लड्न दिन्न। जेन्जी आन्दोलनको नेतृत्वदायी भूमिकामा देखिएका हामी नेपालका संस्थापक सुदन गुरुङले अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिरासँगको विशेष अन्तर्वार्तामा आफू आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्न तयार रहेको बताएका छन्। रगतले लतपतिएको सेतो भेस्ट लगाएर अन्तर्वार्ता दिएका सुदनले देश र जनताले जिम्मेवारी दिएपछि नहट्ने बताउँदै पुराना राजनैतिक दलका नेताहरूलाई उनीहरूले गरेको अपराधको छानबिन गरी चुनावमा भाग लिनबाटै रोक्नुपर्नेमा जोड दिए। अल जजिरासँगको स्टार्ट हियर कार्यक्रमका लागि दिएको अन्तर्वार्तामा गुरुङले नेपालमा 48 घण्टाभन्दा कम समयमा जेन्जी प्रदर्शनकारीले सरकार ढालेको बताउँदै आफ्नो दृढ अडान प्रस्तुत गरे। हामी अब पछि हट्ने छैनौँ, अन्त्यसम्म लड्नेछौँ, उनले भने। अन्तर्वार्तामा गुरुङले आन्दोलनका क्रममा मारिएका युवाहरूको रगत लागेको भेस्ट देखाउँदै यो रगत न्यायको प्रतीक भएको सुनाए। यो मारिएका बच्चाहरूको रगत हो, उनले भने। जबसम्म हामीले न्याय पाउँदैनौँ र हाम्रो देश परिवर्तन भएको महसुस गर्दैनौँ तबसम्म यो भेस्ट नधुने हामीले वाचा गरेका छौँ। उनले आन्दोलन हिंसात्मक हुनमा तत्कालीन सरकारलाई दोष दिए। हामीले हिंसा रोजेका होइनौँ, पहिलो गोली सरकारको तर्फबाट चलाइएको थियो, गुरुङले भने। हाम्रो सरकारले भविष्यको रक्षा गर्नुको साटो हामीलाई नै मार्ने काम गर्यो, उनले थप सुनाए। यदि जनताले मलाई रोज्छन् भने म निश्चित रूपमा प्रधानमन्त्रीको लागि चुनाव लड्नेछु। उनले यो पद नभई जनताले दिएको जिम्मेवारी भएको बताए। यो एउटा आन्दोलन हो, मैले यो गर्नै पर्छ, मसँग अरू विकल्प छैन, मैले मेरो देश बचाउनु छ र बचाउनुपर्छ, उनले सुनाए। उनले आगामी चुनावमा पुराना दलहरूलाई सहभागी हुन नदिन उनीहरूले गरेका अपराधको छानबिन प्रक्रियालाई तीव्रता दिने चेतावनी दिए। यदि चुनावमा पुराना दलले जितेमा त्यसलाई स्वीकार नगर्ने र पुनः आन्दोलन गर्ने उनको भनाइ थियो। कुनै पनि सच्चा नेपालीले उनीहरूलाई फिर्ता चाहँदैनन्, उनले भने। हामी उनीहरूलाई जेलमा देख्न चाहन्छौँ। छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले छिमेकी बदल्न नसकिने यथार्थ स्वीकार्दै सहकार्य गरेर अघि बढ्नुपर्ने बताए। हामी सार्वभौम राष्ट्र हौँ, यदि त्यो सम्मान हामीलाई दिन्छ भने हामी पनि छिमेकीलाई सम्मान गर्नेछौँ, तर हाम्रो आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनु हुँदैन, उनले भने। गुरुङले राजतन्त्र पक्षधर समूहसँग सहकार्य गर्न कुनै मनसाय नभएको तर उनीहरूलाई एउटै राष्ट्रिय झण्डामुनि नेपाली नागरिकको रूपमा वार्तामा आउन आग्रह गरे। हाम्रो लडाईँ सबै नेपालीलाई एउटै झण्डामुनि ऐक्यबद्धता गर्नु हो, उनले भने। हामी नेपालका संस्थापक सुदन गुरुङले जेन्जी पुस्तालाई हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान नभएको समेत बताए र त्यसो नगर्न